Hello guys, welcome to my another video. यहाँ चाहिँ अहिले 7:15 भएको छ ल म कलेज जानु लागेर एकछिन बिहान जुन चाहिँ मलाई जान मन छैन। अरू दिन चाहिँ म साइकलमा जान्थेँ होइन। अनि आज मङ्गलबार मेरो बिहान 8 बजीदेखि बेलुका 9 बजीसम्म क्लास नै हुन्छ। क्लास त जम्मा 4वटा हुन्छ तर ग्याप भएर हुँदा बेलुका 9 बजीसम्म हुन्छ। म अहिले बसेको अपार्टमेन्टहरू चाहिँ यस्तो छ है। यो चाहिँ लास्टै राम्रो अपार्टमेन्ट छ होइन। अनि म चाहिँ यहाँ टु मुभ हुनु लागेको कज मेरो दाइ अरू स्टेट जाँदै हुनुहुन्छ। सो रेन्ट चाहिँ अलिक महँगो पर्छ मलाई मात्र। यहाँ चाहिँ जिम पनि छ, द्याट इज जिम। त्यसको साइडमा स्विमिङ एभ्रिथिङ हो। यो चाहिँ मेरो अपार्टमेन्टको बाहिरबाट गेटहरू छ। लास्ट सेक्युरिटी पनि छ होइन। यो चाहिँ महँगो पनि छ तर क्रेजी राम्रो पनि छ क्या। सो यहाँ छोडेर जान त मन छैन बट आई ह्याभ टु। दिस इज वाट इट लुक्स लाइक। बस स्टपको लागि धेरै टाढो जानु पर्दैन, अपार्टमेन्ट बाहिर छ होइन। तर यहाँबाट जाने बस चाहिँ मेरो कलेज डाइरेक्ट जाँदैन कि। सो आई हेभ टु चेन्ज अनि आधा बाटो झरेर अनि त्यहाँ चाहिँ 15 मिनट कुर्नुपर्छ कि अर्को बस चढ्नु। त्यो चाहिँ मलाई मन पर्दैन। त्यही भएर म साइकलमा जान्थेँ तर आज बेलुका 9 बजीसम्मै क्लास हुने भएर चाहिँ म गाडीमा जान्छु या बेलुका फर्किँदा चाहिँ उबरमा फर्किन्छु किनकि जाँदा आउँदा महँगो पर्छ। सो आज मैले के गरेँ त म कलेज आएँ होइन। अनि मेरो 8 बजीबाट 8:55सम्म चाहिँ मेरो क्यालकुलस 2 को क्लास थियो। अनि त्यसपछि गएर मेरो 11 बजीबाट अर्को क्लास थियो तर जुन क्लास चाहिँ मेरो क्यान्सल भयो। पानी परेर क्रेजी पानी परेर राखेको बेलुकादेखि त्यो सर आएन लास्ट अल्छीसम्मबाट। अनि त्यसपछि गएर मेरो क्लास क्यान्सल भइसकेपछि म लाइब्रेरी थिएँ। म 5 घन्टासम्म लाइब्रेरीमै थिएँ। लाइब्रेरीमै नास्ता नि खाएँ होइन, बर्गर खाएँ, अरू त केही खाएँ होइन। अनि त्यसपछि गएर अब चाहिँ मेरो 2 बज्यो। अब म केमिस्ट्री ल्याबको लागि जाँदैछु। तर त्यो केमिस्ट्री ल्याब पनि लगभग 2:20देखि 5:20सम्मको क्लास हो। बट एकदिनमै सकिन्छ। ल्याब सजिलो भयो भने चाँडो गयो, चाँडो निस्किन पाउँछ, सकियो। त्यसपछि फेरि लाइब्रेरी गएर बस्यो। बेलुका 7 बजी एकैचोटि क्लास छ मेरो। तर आज त 6 बजी मेरो एउटा मिटिङ छ। 6देखि 7 एउटा मिटिङ छ। अनि 7:10देखि बेलुका 9:05 बजीसम्म चाहिँ मेरो फिजिक्स ल्याब छ। आई डोन्ट नो फिजिक्समा के ल्याब गराउँछ आज, सायद ग्राभिटी समथिङ। मेरो कलेजको जिन्दगी चाहिँ एउटा त्यो बिल्डिङ म्याकर हल भन्छ होइन। अनि अर्को चाहिँ यो बोसवेल हल भन्छ। यो दुईवटा बिल्डिङमा गरेर मेरो यो सेमेस्टरको हरेक कोर्स चाहिँ यो दुईवटा बिल्डिङमा समाप्त हुन्छ। अरू कुनै पनि बिल्डिङ जानु मतलब क्रेजी ठुलो छैन हाम्रो कलेज चाहिँ। तर म अरू बिल्डिङमा त जानुपर्छ। यो दुईवटा बिल्डिङमा मात्र छ यो पालि मेरो क्लासेसहरू। यहाँ के नयाँ कुरा बनाइरहेको छ मलाई पनि थाहा छैन, पढ्न भएको छैन। एक दिन पढ्नुपर्छ। तिनीहरू चाहिँ हाम्रो कलेजको डोमहरू। त्यो डोम त्यो चाहिँ आर्ट बिल्डिङ होइन, आर्ट सेन्टर। अरू डोमहरू। यो चाहिँ लाइब्रेरीको फर्स्ट फ्लोर होइन। अनि आज मेरो 6 घन्टा चाहिँ म यहाँ बसेर नै बित्यो किनकि मेरो केमिस्ट्रीको क्लास पनि ल्याब भएन आज, जस्ट लाइक थ्योरी बेस भयो। सो 1 घन्टामा सकेको थियो। दिस इज द लाइब्रेरी। यो चाहिँ फर्स्ट फ्लोर। यो आई थिङ्क 3टा फ्लोर छ। माथि चाहिँ स्टडी रुमहरू छ होइन, जहाँ चाहिँ हामीले रुम रिजर्भ गरेर बसेर टिभी हेर्न पाउँछ। जे पनि खायो अलमोस्ट मुभी हेर्ने यताउति गर्दा बेसी अलिक भइसक्यो बाहिर। अब मेरो चाहिँ फिजिक्स ल्याब बाँकी छ अनि घर जाने। Hey guys, you can call me the one. Chibuzo. Chief Eric. Call me Eric. Or actually, call me Eric Cole. That's us. Yeah, we just finished one of the most, how do I put it, confusing classes ever.
how do you get a 2,000 or 100,000% error? Like, that is crazy. No, it was 22,000 error. No, someone said 200,000% error. I do not know. I do not know. And it's literally 9 p.m. Cafeteria is closed. We don't have food. Well, you have food because you're going back home. But me, I don't have food. मेरो चाहिँ क्लास सकियो होइन अनि अब घर जान लाग्यो सो आई डिडन्ट गिभ ओभर टुडे माई फ्रेन्ड गोना ड्रप मी होम फोकस अन ड्राइभिङ सो डु यु वान्ट टु शेयर समथिङ Oh, well, it's okay. Just Scratch don't my get leg? yeah Don't worry. I am very good at driving. Very good at just driving. a right turn Right here? yeah and just go straight down to the downtown almost Alright. yeah So on our right here we have the Agric building. On our left, right there is the tennis courts. The other way, we play some tennis. Actually, I'll try to start playing tennis like maybe next few weeks. So I'm taking interest. This is where we should play the cricket. cricket. I don't know how to play cricket. When I mean I'm blank, I don't know anything about cricket. All I see is just that I'm going straight down like this. Yeah. Hey guys, so I actually went to his apartment and we tried this food called Chocho Tagali. It was actually very, very good. It was like spaghetti with pea soup. And at first I thought like I tasted curry. But it wasn't curry there, it was like, it just had a very good taste and everything. And then the onions and cilantro, it made it awesome. And then the lemon they squeeze on it. It was just amazing. I even have a food I can show you guys right now. See, this is the food. Let's put this down so you don't see me. This is the food right here. It was good. Oh my gosh. Then we are playing the guitar. सो आजको लागि यति नै मेरो साथी मलाई छोड्न आएको थियो अनि म चाहिँ यहाँ भएन जाऊँ न त माथि भनेर रुम लिएर गएँ अहिले चाउचु तर्काले बनाउनु भएको रहेछ अनि वी अफर हिम होइन एन्ड उसलाई चाहिँ मन पऱ्यो अरे आई डोन्ट नो बट मन पऱ्यो भन्दै थियो सो या थ्याङ्क यू फर वाचिङ एन्ड जस्ट सब्सक्राइब माई च्यानल बाई बाई सी यू गुड नाइट